सङ्ख्यामा मान्छेहरू बाहिर आए त्यति आउँछ भनेर सायद सरकारले कल्पना पनि गरेको थिएन। जनजातीय आन्दोलन नरोकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जनताले पछिल्लो रिपोर्ट अनुसार अहिलेसम्म 100औं घाइते छन् र मृत्यु नै भ्रष्टाचार गरी लुकिरहेको रहेछ सरकार। युवाको आवाज उठ्यो जल्यो सिंह दरबार। परिवर्तन खोजिनेलाई बन्दुकानी डाल्यो अनि आफ्नो ज्यान जोगाउन भागिरहेको छ यो सरकार। उमेर त सानो परिवर्तन खोजी हिँड्यो, भविष्य बचाउन उसको आफ्नै जीवन छिन्यो। कति त सपना उसको कति त सोच अनि एकैछिनमा उसको अन्धकार भयो जीवन। आमाको श्राप लाग्यो सबैलाई पाप लाग्यो, आमाको आँसु झर्यो सारा संसार जाग्यो। युवाको जोस अनि युवाको रिसरी मात्र दुई दिन सारा सरकार भाग्यो। उहाँले ताक्यो सारा सहर भयो अन्धकार। भगतको खोला बग्यो पर्यो ठुलो वज्रपात। लतालिङ्ग पारी हिँड्छन् आफ्नै सम्पत्ति अनि पनि हिँड्छन् हामी भयो हरि कामयाब। कामयाब भएको छैन अझै, लतालिङ्ग भएको कुरा सजाउनु छ सबै। हाम्रो निम्ति ज्यान दिए धेरैले, अब उसको निम्ति आफ्नो सपना बचाउनु छ सबै। कामयाब भएको छैन अझै, लतालिङ्ग भएको कुरा सजाउनु छ सबै। हाम्रो निम्ति ज्यान दिए धेरैले, अब उसको निम्ति आफ्नो सपना बचाउनु छ सबै।